फलफुलको बोट हेर्न उत्साहका साथ जाँदा र पातहरू पुरै पुतलीले भरिएको, कमिला तना चढ्दै गरेको र नयाँ टुसाहरू पुरै आक्रमणमा परेको देख्दा भन्दा निराशाजनक अरू केही हुँदैन। र सबैभन्दा खराब कुरा किरा होइन, सबैभन्दा खराब कुरा त सोच्नु हो, अब यसमा के हालौँ त? यदि तिमीलाई यस्तो भएको छ भने यतै बस, किनभने आज म तिमीलाई साँच्चीकै काम गर्ने एउटा प्राकृतिक उपाय सिकाउने छु। अर्को कुरा, यो कुनै सिद्धान्त होइन, न त इन्टरनेटबाट निकालिएको कुरा हो। यो त यस्तो तयारी हो जुन गाउँका मानिसहरूबाट आएको हो, जसको 60 वर्षभन्दा बढीको अनुभव छ, जसले जीवनभर जमिनमा काम गरेका छन् र अझै पनि साँच्चीकै काम गर्ने कुरा प्रयोग गर्छन्। र यो त झन् एकदमै सजिलो छ। सबैभन्दा पहिले हामीले के गर्छौँ भने हातमा भएको बिच्छी घाँसको एउटा बोट टिप्छौँ। हामी त्यसलाई साना टुक्रामा काट्छौँ, धेरै झन्झट नगरी, केवल यति मात्र कि त्यसका सबै गुण राम्रोसँग निस्कन सकोस्। त्यसपछि हामी एउटा वा दुईवटा एलोभेराको पात लिन्छौँ आकार अनुसार। हामी ती पातहरूलाई पनि साना टुक्रामा काट्छौँ, धेरै ठुला होइन, ताकि एलोइन राम्रोसँग निस्कियोस्, जुन यो तयारीको मुख्य कुरा हो। जब बिच्छी घाँस र एलोभेरा तयार भइसकेपछि सबैलाई एउटा बाल्टिन वा ड्रममा हाल्छौँ र 10 लिटर पानी थप्छौँ। यदि पानीमा क्लोरिन छैन भने झन राम्रो, किनभने यसरी तयार पारिएको मिश्रण अझ प्रभावकारी हुन्छ। अब अरू केही गर्नु पर्दैन, न त उमाल्नुपर्छ न त दिनौँसम्म फर्मेन्ट गर्नुपर्छ। सिधै यसलाई करिब 12 घण्टा छोडिदिनुहोस्। यो समय बितेपछि तपाईँले देख्नुहुनेछ कि तरलको रङ परिवर्तन भएको छ। धेरै जसो पटक यो रातो जस्तो रङमा परिणत हुन्छ। यो राम्रो सङ्केत हो। यही बेला बिच्छी घाँस र एलोभेराको एलोइनले आफ्नो काम गरिरहेको हुन्छ। ती 12 घण्टापछि हामी तरललाई राम्ररी छान्छौँ र सबै बोटका अवशेष हटाउँछौँ। र अहिले हामीसँग भएको यो नै सघन मिश्रण हो। र यहाँ एक कुरा स्पष्ट राख्नुपर्छ, यो जस्ताको तस्तै प्रयोग गर्न हुँदैन। यसलाई प्रयोग गर्नु अघि सधैँ पातलो बनाउनु पर्छ। अनुपात धेरै सजिलो छ। 1 भाग सघन मिश्रणमा 10 भाग पानी। अर्थात् उदाहरणका लागि यदि हामीले 1 लिटर सघन मिश्रण प्रयोग गर्यौँ भने त्यसलाई 10 लिटर पानीसँग मिसाउँछौँ र यही हो सही मिश्रण जुन हामी फलफुलका बोटहरूमा प्रयोग गर्नेछौँ। यसरी गर्दा यो प्रभावकारी हुन्छ, बोटले हानि गर्दैन र हामीले सबैभन्दा राम्रो नतिजा प्राप्त गर्छौँ। प्रयोग गर्ने समय महत्त्वपूर्ण हुन्छ। सबैभन्दा उपयुक्त समय बिहान सबेरै वा साँझपख हो, जब घाम कडा हुँदैन। हामी पात र हाँगाहरू राम्रोसँग छर्कन्छौँ। विशेष ध्यान पातको तलपट्टि दिनुपर्छ, किनभने त्यही प्राय पुतलीका लार्वा, एफिड्स र अन्य किराहरू लुकेका हुन्छन्। यो तयारी 2 तरिकाले प्रयोग गर्न सकिन्छ। रोकथामको लागि म यसलाई 7 देखि 10 दिनमा एक पटक प्रयोग गर्छु र यसरी मैले फलफुलका बोटहरू बलियो र सुरक्षित राख्न सक्छु। र जब पहिल्यै किरा लागेको छ भने पनि म यसलाई प्रयोग गर्छु, तर 5 दिनमा एक पटक, समस्या हट्दासम्म। यस तयारीको एक ठूलो फाइदा के छ भने यो केवल प्राकृतिक कीटनाशकको रूपमा मात्र काम गर्दैन, बोटको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। बोट बलियो हुन्छ, कम तनावमा जान्छ र धेरै बढी प्रतिरोधी बन्छ। त्यसैले यो फलफुलका बोटहरूमा मात्र होइन, सजावटी बोट बिरुवामा र बगैँचामा पनि राम्रोसँग काम गर्छ। यो केवल किराहरू हटाउने कुरा होइन, बोटलाई आफैलाई जोगाउन सहयोग गर्ने कुरा हो, जस्तो सधैँ हुँदै आएको छ। मैले धेरै वर्षदेखि यही प्रयोग गर्दै आएको छु र यदि तिमीले मलाई सहयोग गर्न चाहन्छौ, जस्तै मैले तिमीलाई यो रहस्य बाँडेर सहयोग गरेँ, मलाई एक लाइक देऊ, सकिन्छ भने सेयर गर र च्यानललाई सब्स्क्राइब गर। यसरी गर्दा हामीले यो सारा ज्ञान कहिले हराउन नदिउँ र जब चाहियो तब सजिलै पाऊँ। भिडियो हेरेर धेरै धन्यवाद। अर्को भिडियोमा भेटौँला।